ल गाइस यो चाहिँ पाकिसक्यो हाम्रो के भन्छन् गोलो गोलो रसभरी जस्तै छ अब पाकिसक्यो। हेलो गाइस म चाहिँ पकाइसकेँ पकाएर यहाँ छ है अब खानालाई को खानुभयो छैन गाइजहरू आउनु खान है। एक भाउजूले आउनुभयो आउनुभएछ नि भाउजू। हेलो गाइज वेलकम हेलो गाइज फेरि पनि वेलकम छ। आज म चाहिँ के भन्छन् हल्का पिसान पिठो भन्छन् त्यही गरेर पकाउन लाएको यता कहाँ गयो चिनी यहाँ छ। ल गाइज हेर्नु कस्तो पकाउँछु अहिले म चाहिँ एकदम बब्बाल तरिकाले राखौँ पहिला हेरेछ कि नै। ल गाइज बचिनी हालौँ चिनी हाल्नु पऱ्यो फेरि। ल अब यस्तै गरौँ पहिला यसलाई हल्का गर्नुपर्छ नि त गाइज यसलाई यस्तै गरौँ। अब हल्का तेल सेल धिकाएर हालिदिने हो यस्तै गोलो गोलो बनाएर भएछ कि नै यार। ल गाइज यो चाहिँ बनेर एकदम तयार भयो। अब तेल सेल धिकाम हल्का। ल गाइज हाम्रो तेल पनि यहाँ धिकिसकेछ एकदम यहाँ पनि रेडी भइसक्यो। अब पकाम हल्का हातले पकाउन पर्छ जस्तो लागेछ। ल गाइज अब म चाहिँ बन्न कस्तो हाल्ने हेर्नुहोस् त गाइज एकदम राम्ररै पाके पकाउनै आउँदैन मलाई त के भनौँ अब पकाउन नआएपछि। लगाइ यो चाहिँ मेरो सेकेन्ड टर्म हो पकाउँदै हो राम्रो भन्छ है गोलो गोलो कोले खानुभएछ नि त रसभरी जस्तै। एकदम बनेर रेडी भयो। गाइस अब पाक्दैछ हाम्रो कस्तो पाक्छ थाहा छैन तर त हेर्नुहोस् गाइस कस्तो छ गोलो गोलो त भयो छैन सायद तर पनि दामी छ। कोले खानुभएछ गाइस यस्तो खानेकुरा चाहिँ पकाएर पुरा हात भयो यस्तो। गाइस मेरो हात चाहिँ यस्तो भयो एकदम के भन्छन् यो पिसान भन्छन् के त्यसैले पुरा भयो मेरो हात चाहिँ। अब चाहिँ यो बन्दैछ बनिसक्छ भने भन्छु। ए हाम्रो भाउजूले आउनुभयो आउनुभएछ नि भाउजू गधे अपने आउँदा त तो नहीं कहीं का गाइस मेरो भाउजूले हान्नुभयो मलाई म चाहिँ बन्दैन यति राम्रोसँग पकाउँदै थिएँ अब भाउजू पकाउनु भएछन् अझै हान्नु भएछ यो भाउजू मेरो हैन नि भ्लग बनाएको थिएँ मरवा तँ गाइस जब चाहिँ यहाँ भइसक्यो एउटा पनि पाकेको छैन अहिले पाकेपछि यो खाली हुन्छ। ऊ मलाई जिस्काउनु भएछ नि भाउजू ल गाइस अहिले पाकेपछि आउनु खान। कहिले पाक्छ या थाहा छैन। ल अहिले पाकेपछि भन्छु एकछिनमा यो उतारेपछि। ल गाइस जो चाहिँ पाकिसक्यो हाम्रो के भन्छन्
गोलो गोलो र सहरी जस्तै छ। अब पारिसक्यो, हल्का उतारौँ। गाइस राम्रो छ कि नाइ भन्नु ल, पाकै छ कि नाइ भन्छु। कसले खानुभएछ त यस्तो खानेकुरा? एकदम तेलै तेल। हेर्नुहोस् गाइस, यस्तो छ हाम्रो पारा। यति धेरै आइसक्यो, तर म चाहिँ केही बोल्दैन। मलाई पकाउनै आएको छैन यार, मलाई त पकाउनै आएको छैन। लास्ट गाह्रो छ। अब फेरि पनि हातले गर्न पर्छ यस्तो। गयो एउटा, दुईटा, ए यार मेरो हात चल्यो गाइजहरू। 4वटा, ओ नो 5वटा। हल्का हातै जल्यो यार तेलले गर्दा। 6वटा, 7वटा गराइदिउँ। मेरो हात चाहिँ जल्यो साथीहरू। हात पनि यस्तो भयो गरे, फेरि रातो हुन्छ नि। हातै जल्यो यार मेरो त। अब के गरौँ हेर्नुहोस् त गाइस, यार हात पनि कस्तो भयो, मेरो फेस पनि कस्तो भयो यार। यस्तो पकाउन पनि गाह्रो छ। यति पकाइसक्यो, अझै पाक्दैछ। हात पनि दुखाउन थाल्यो, त्यसले गर्दा जल्यो क्या। त्यही पनि केही छैन, यस्तै छ। यहाँ छ आम, आउनु खाना। आँप पाकेको आम हो। फेरि किरासिरा निस्किन्छ भित्रबाट। त्यसो म केही भन्न सक्दिनँ। अब के गर्ने यार, हातलाई धेरै के भन्छ, तातो तातो लागेछ यार। यता फेरि भइसक्यो, सायद रातो भएछ। अहिले त गोलो गोलो भएकै छैन यार कस्तो। ल केही छैन गाइजहरू, भए पनि नभए पनि यो यहाँ छ हाम्रो चस्मा। एकदम 20 लाखको चस्मा हो नि। फेरि मेरो चस्मा चाहिँ बब्बाल दामी। ल गाइज, अब चाहिँ यति सबै पकाएपछि, पुरा रेडी गरेपछि एकदम बसेर खाने है। ल अब यति नै, अहिले एकछिनमा फेरि बनाउने। हेलो गाइज, म चाहिँ पकाइसकेँ, पकाएर यहाँ छ है। अब खानालाई को खानुभयो छैन गाइजहरू, आउनु खानु है। एकदम मिठो छ क्या हेर्नु। हेर्नु गाइज, खाना को खाइ छैन त यस्तो। एकदम मिठो छ क्या चिनी हालेर। म हल्का पानी सानी खाम, एकछिन रुक्नु ल। मैले चाहिँ पानी निकालिसकेँ। अब खानालाई पानी पनि खाम हल्का, अनि यो पनि खाने क्या। हल्का रमाइलो गर्न पर्यो नि, आफै पकाएर चिनी सिनी हालेर एकदम बबाल तरिकाले लगाइगयो। गाइज, आजको भ्लगमा यति नै। सो लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला सबैजना। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई।